सो गाइस हामीहरू चाहिँ उक्राइनकै गएर आएको चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ अब हेर्दै जानु होला अब देखाउँदै जान्छौँ हामी चाहिँ सो यो चाहिँ हाम्रो गाउँ जङ्गल बन्के चाहिँ हाम्रो गाउँको ग्राउन्डतिर पुगिसकेछौँ है हेर्न सक्नुहुन्छ सोनाथोक चाहिँ हाम्रो गाउँको ग्राउन्ड देख्न सक्नुहुन्छ अगाडि छ पहिला हामीहरू चाहिँ यसमा लास्टै त्यो चाहिँ हाम्रो गाउँको ग्राउन्ड यो चाहिँ हाम्रो गाउँको ग्राउन्ड है पहिला चाहिँ यो ग्राउन्ड भरेको हुन्छ अहिले चाहिँ कोही केटाहरू छैन यो चाहिँ हाम्रो हेर्नु सक्नुहुन्छ हामी सोनाटोल गइरहेको है हामी चाहिँ सोनागाउँ पुग्नुलाई चाहिँ सोनागाउँ पुगिसकेको छ सोनागाउँ यानि सोनाटोल पुकाइल आज हेरेको छ देखेर पल्ला रे किन हेर कि हुँदा कि चोटकिल पल्ला रे आज दोकान बाजे सो गाइस हामीहरू चाहिँ पसल पुग्न लागिसक्यो पसलमा चाहिँ मासु सासु किन्ने भनेको अगाडि हो अगाडि गयो रुसेम्बा सुकरसेम्बा देख्दै झोट्टी हो रुकेको छ पसल ससल सबै पसलको व्यवस्था सोनागाउँ हजुरहरूमा आउँदा यता पसल ससलमा मासु सासु किन्न सक्नुहुन्छ हामीहरूको सामान किनेर हिँड्छ मासु सासु किनेर अब चट्ट लगाएर इन्टेक गरेर मासु सासु किन्यो हुन्छ हामी चाहिँ सोनागाउँबाट हिँडिसक्यौँ अहिले चाहिँ इन्टेक गरेर देखाउँछौँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँको नजारा हाम्रो गाउँतिरको सबै चिन्छ लग्दो एउटा गौशाला पुगिसकेको छौँ है गौशाला उता चाहिँ गौशाला छ हेर्न सक्नुहुन्छ उता चाहिँ गौशाला हो यता चाहिँ सर्कलको नौसरी जङ्गल राष्ट्रिय निकुञ्ज राम्रो बनाएर अहिले इन्टेक पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ इन्टेक यो चाहिँ सानो इन्टेक हो उता चाहिँ माथि ठुलो इन्टेक भन्छ चाहिँ हाम्रो गाउँको गोरुहरू हाम्रो गाउँतिर गोरु अझैसम्म छँदैछन् हेर्न सक्नुहुन्छ त्यो सानो इन्टेक भित्र हसेस आराम हेर्न सक्नुहुन्छ इन्टेकको नजारा मैले जिन्दै सो गाइस हामी चाहिँ अहिले सेक्वा पल्लाको हेर्न सक्नुहुन्छ सेक्वा धेरै यता चाहिँ छब्वा छ अर्ग्यानिक आफ्नै गाउँको भोक्रीबाट निकालेको चाहिँ सुँगुरको सेक्वा है आफ्नै गाउँको सुँगुरको सेक्वा यो चाहिँ आफ्नै गाउँको आफ्नै भोक्रीको आफ्नै हट्लाको सो गाइस हेर्न सक्नुहुन्छ पनि गर्न सबै पनि गर्न
सो गाइस हामी चाहिँ आज ओखरा इन्टेकमा आएको है हेर्न सक्नुहुन्छ आफ्नै गाउँको अर्ग्यानिक छ्याङ हो यो चाहिँ हेर्न सक्नुहुन्छ छ्याङ खान लाग्यो हेर्न सक्नुहुन्छ हेलो गाइस हेलो गाइस हामी चाहिँ खाएको है ये रे घर भाई ये यार रुपए वो बुरी वाला हो एक तो हम बुरी लागल रे ला देन ला रे यार उठा हां बुरी बा अच्छा लाग्यो बुरी शॉर्ट से एक लाग्यो काम जाय काम ल हामी चाहिँ खान लाग्यो हेर्न सक्नुहुन्छ गाउँको लोकल अर्ग्यानिक आफ्नै भोक्रीबाट निकालेको हेर्न सक्नु अर्ग्यानिक चाहिँ अर्ग्यानिक सुँगुरको मासु हेर्न सक्नुहुन्छ देख्नुहुन्छ तपाईँहरू गाइस यसो आफ्नै करेसाबारीमा हरिया हरिया झारका बिरुवा उम्रेका बाटो बनाएका यो रातो हरियो छबकदार यो रातो शिकार कच्चा पारेर कसँग मजाले खाने हो तपाईहरु देख्नुहुन्छ देख्नुहुन्छ तपाईहरु यो चाहिँ खास चाहिँ यो महेश बाबु एक कर भाई अरे रात भर टमाटर भी खास नै आफ्नै गाउँ खास तपाईहरु यहाँ मिल्ने चिज भनेको यो बर्दियामा हो के यो अच्छा लाग्यो रेन अनलाइन अर्डर पनि हुन्छ तपाईहरुलाई सम्पर्क नम्बर पनि दिन्छौँ अर्डर गर्नु हुन सक्नुहुन्छ तपाईहरु के आफ्नै अर्ग्यानिकबाट यो धेरै राम्रो छ है जारको झोल चाहिँ अर्ग्यानिक चिज हो यति चाहिँ थारूको छोरा हो ग्यास यति चाहिँ खानुपर्छ है जातले पाएको यति चाहिँ हेर्न सक्नुहुन्छ सबले जातले पाएको हेर्न सक्नुहुन्छ सबैको हातमा छ्याङ छ थारूको छोरा हो सरी फोटो खिच हात्ती पनि आएको छ यहाँ चाहिँ ओखरा इन्टेकमा पालेको हात्ती हो चाहिँ गाइस हेर्न सक्नुहुन्छ हाम्रो ओखरामा हात्ती पनि आएछन् है हजुरहरू पनि एकचोटि भिजिट गरिदिनु होला ओखरा इन्टेकलाई हात्ती हेर्न मन छ भने आइदिनु होला हात्तीहरू हेर्न हात्तीहरू हेर्न सक्नुहुन्छ चाहिँ ओखरा यो चाहिँ ओखरा इन्टेक है उता चाहिँ पारी उता चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ ओखरा इन्टेक सनसेट हेर्न सक्नुहुन्छ खोइ टासा ल अहिले चाहिँ हाम्रो ओखरा इन्टेकमा नयाँ झन्डा पनि बनाएको छ हेर्न सक्नुहुन्छ आउनु होला हजुरहरू पनि एकचोटि भिजिट गर्न सागर अल्मुनियम एन्ड बिहानी बजार सौजन्य खतरा सिनाइट रे हेलो गाइस हामी चाहिँ ओखरा इन्टेक गर्नु जानु लाग्यो है हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यो चाहिँ ओखरा इन्टेक हामी चाहिँ जानु लाग्यो अब
हेर्नु होला हाम्रो गेरुवाको सानो रेन्टेक हजुरहरू पनि आइदिनु होला एकचोटि भिजिट गर्न मान्छे रमाइलो गरेर जानु लाग्यो सनसेट चाहिँ बबाल आइरहेछ सनसेट चाहिँ खतरनाक सो गाइस फाइनली हामी चाहिँ अहिले सोनागाउँ पुगिसकेका छौँ यो चाहिँ सोनागाउँको अटो हेर्न सक्नुहुन्छ এটা चाहिँ सोनाटो गाइस ओखरा एन्टिक चाहिँ गेरुवा गाउँपालिका एकमा पर्छ यो चाहिँ गेरुवा गाउँपालिकाकै एकमात्र पर्यटकीय स्थल हो हजुरहरू पनि आउन सक्नुहुन्छ फ्यामिलीसित रमाइलो गर्न पिकनिक सिकनिक खानलाई हजुरहरू पनि आइदिनु होला माया गरिदिनु होला गाइस यति भन्दै मैले चाहिँ यो भिडियो समाप्त गर्छु है अर्को भिडियोमा भेटौँला भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला Thank you so much for watching my video.